फेक निर्णय यिनीहरूले त्यतिकै आफै लेखेर यिनीहरूले चाहिँ रेशम चौधरीज्यूलाई गिरफ्तार गरेको हो। यसको अर्थ के हो भने नेपाल सरकारले अपहरण गरेको हो रेशम चौधरीज्यूलाई। आज पार्टी एकीकरण थियो, त्यो एकीकरण बिथल्नको लागि पुरै मधेस तराई एक भइरहेको थियो। रोक्नको लागि यो रोक्नको लागि चाहिँ रेशम चौधरीज्यूलाई गिरफ्तार गरेको हो। र झुठो जुन चाहिँ सर्वोच्चको आदेश थिएन त्यो आदेश चाहिँ यिनीहरूले चाहिँ त्यो जबरजस्ती ल्याएर अनि यसलाई चाहिँ पक्राउ गरेको हो रेशम चौधरीज्यूलाई। मधेस र तराईलाई जुन एकीकरण गर्ने एउटा अभियान थियो त्यो अभियानलाई यसले दखल पारेको हो। र जति पनि यहाँ हाम्रो जुन मधेस तराईको जुन एउटा पूर्वदेखि पश्चिमसम्मको जुन एउटा एकीकरणको जुन अभियान थियो जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको, त्यो सबैलाई यिनीहरूले चाहिँ त्यो नेपाली कांग्रेस र खास गरी एमालेका केपी शर्मा ओलीज्यूले हालको प्रधानमन्त्रीज्यूले त्यसलाई चाहिँ बिथोल्न खोजेको हो। सर्वोच्च अदालतको एउटा मुद्दा फाटको शाखा अधिकृतले हालेको चाहिँ लेखेको पत्रमा चाहिँ जुन पक्राउ पर्नु भएको छ नि, शाखा अधिकृत चाहिँ कुन पार्टीको हुनुहुन्छ, कसरी प्रतिशत भएन त्यो हामी के बुझ्छौँ भने त्यो नेपाल सरकारको मान्छे हो। नेपाल सरकारको मान्छे भएर नेपाल सरकार नै अपहरण गरेको हो सिके चौधरी के भन्छ सिके राजज्यूलाई, सरी रेशम चौधरीज्यूलाई चाहिँ त्यसले नै चाहिँ त्यो गिरफ्तार गरेको हो। हाम्रो चाहिँ अब के हुन्छ भने हाम्रो पार्टीको आधिकारिक निर्णय अहिलेसम्म आएको छैन। जुन रेशम चौधरी भर्खरै छुट्नु भएको छ, अब पार्टीको आधिकारिक निर्णय आउँछ। हामी तपाईहरुले सबैलाई त्यो कुरो चाहिँ भोलि र पर्सिसम्ममा त्यो न्युज पनि पाउनुहुन्छ। एकता हुन्छ नि त? हुन्छ, यो एकता स्योर हुन्छ, 100% हुन्छ। किनभने पहिचानवादी शक्तिहरू एक ठाउँमा त्यो पक्राउ हुँदैन। अबको तपाईको प्रोसेस के हुन्छ? अबको प्रोसेस हाम्रो जुन पार्टी एकताको जुन छ भोलिसम्ममा केही न केही हाम्रो सर्वोच्च गरेको निर्णय अहिलेसम्म केही निर्णय नै गरेको छैन। यो चाहिँ के गरेछ भने अब दलीय स्वार्थले भन्नु न, दलको कारणले गर्दा कुनै व्यक्तिलाई त्यो झुठा आरोप लगाएर भित्र राखेको थियो 1-2 घण्टाको लागि, त्यति नै हो। नेपाल सरकारले अपहरण गरेको हो रेशम चौधरीज्यूलाई, अरूमा केही एकता भाड्नको लागि गरेको हो। पहिचानवादीले एक ठाउँमा आउनको लागि त्यसलाई समातेको हो। र पुरै मधेस र तराई एकीकरण हुने जुन एउटा थियो पूर्वदेखि पश्चिमसम्म मधेस अनि तराई, यो सबै झापादेखि कञ्चनपुरसम्मको जुन क्षेत्र छ त्यो क्षेत्र कब्जामा आउने बेला थियो। जसलाई नेपाली कांग्रेसको गिरिजाप्रसाद कोइरालाले पनि यसलाई चाहिँ भोट बैंक भनेको थियो। त्यो भोट बैंक नेपाली कांग्रेस र एमालेको खोसिँदैछ। त्यसले गर्दा चाहिँ यसले षड्यन्त्र गरेर अपहरण गरेर हाम्रो चाहिँ माननीय रेशम चौधरीज्यूलाई यसले गिरफ्तार गरेको थियो। र यो जुन एउटा लेटर आएको थियो त्यो लेटर पनि फेक छ भनेर सर्वोच्च अदालतकै न्यायाधीशहरूले प्रमाणित गरेको हो। यसको अर्थ के छ भने यहाँ जुन छ सर्वोच्चमा पनि दलीय तन्त्र छ। सर्वोच्च चाहिँ न्यायाधीशले चलाएको होइन, सर्वोच्च चाहिँ कुनै नेताले चलाएको हो। त्यो नेता सर्वोच्च चलाएको कारणले गर्दा आज यस्तो भएको। मेरो नाम श्याम सुन्दर शाह हो। म जनमत पार्टीको उपत्यका समन्वय समितिको अध्यक्ष र जनमत पार्टीको केन्द्रीय सदस्य।